हेलो साथीहरु, फेरि पनि तपाईहरुलाई अर्को एक नयाँ ब्लगिङ भिडियोमा स्वागत छ। मैले तपाईहरुमा अर्को एक नयाँ अनि छोटो मिठो ब्लगिङ भिडियो लिएर आएको छु। भिडियो हेर्न भने नबिर्सिनु होला। यदि भिडियो मन परेमा लाइक, सब्स्क्राइब अनि कमेन्ट गर्न पनि नबिर्सिनु होला। यतापट्टि हेर्न सक्नुहुन्छ, लुगा यति धुने भनेर हामीले लिएर आएका छौं। अब केही बेरमा हामीहरु लुगा धुएर नुहाउने भनेका छौं। ल यो हेर्न सक्नुहुन्छ भेरी नदीको भ्यू, जाजरकोट जिल्ला है साथीहरु। म प्राय भिडियो जाजरकोटको नै लिएर आउने गर्छु, किनकि भ्यूजहरु अति नै राम्रो हुने भएकोले गर्दा पनि र एउटा पहाडी विभाग भएको हुनाले पनि म तपाईहरुमाझ भिडियोहरु ल्याउने गर्छु। भिडियो हेरेर साथ दिनु होला। भिडियोहरु अब केही बेरमा अब रेगुलर भिडियोहरु आउने छन् मेरो। भिडियो हेर्न भने नबिर्सिनु होला। ल ल ल केटाहरु लुगालाई राम्रोसँग भिजाऊ है, धुने हो अहिले। यता नै सफा ढुङ्गा छैन? ऊ त्यहाँ पर उतै राख न, उतै लिएर आइज यहीँ धुनु पर्छ। यता धुने भनेको छु लुगा। ए यहाँ लिएर, यहाँ यता ल्याएन, यहाँनिर धुन्छु म। यहाँ हेर्न सक्नुहुन्छ, यो भेरी नदीको पानी आजभोलि धेरै नै घटेर धेरै तल गएको छ। अनि पारीपट्टिको भ्यू हेर्न सक्नुहुन्छ, मान्छेहरू यो सरल थापेर माछा मार्ने गरिरहेका छन्। पारीपट्टि दुईजना मानिसहरू हिँडिरहेको, मानिसहरूले लगभग समथिङ माछा मारिरहेका छन्। अब हामी वरिपट्टि छौँ। मजा आइरहेछ खेल्न एकदमै। मज गर, अहिले एकछिनमा नुहाउनु पनि पर्छ। दुवै देखिन म। साथीहरु हामीहरु नुहाएर अब केही बेरमा लुगाहरु प्याक गरेर गरिसक्यौं। अब फर्किँदैछौँ। सायद पानी पनि आउन सक्ने कन्डिसन भइसकेको छ। यहाँ मौसम भिडियो मन परेमा लाइक, सब्स्क्राइब अनि कमेन्ट गर्न पनि नबिर्सिनु होला। फेरि पनि म यस्तै भिडियो तपाईहरु माझ म लिएर आउने नै छु।